मलाई चाहिँ 2024 फेब्रुअरी 10 मा चाहिँ इन्डियामा रोजगारको लागि बोलाइयो। रोजगार चाहिँ मलाई कम्प्युटरमा डाटा एन्ट्री र प्याकेजिङको काम भनेर बोलाइयो। तर त्यहाँ गएपछि मेरो काकाको आइडीबाट बोलाइयो, तर मेरो काकासँग खुद फोन थिएन रहेछ। कसैले दोस्रो व्यक्तिले फोन आइडी खोलेर बोलाएको रहेछ। अनि त्यसपछि मलाई सुरुमा लगेपछि एउटा कोठामा मेरो काकासँग भेट्न पनि दिएन। कोठामा 10-12 दिन तिमीहरूको ट्रेनिङ चल्छ भनेर मसँग नेपाली 50,000 यानि कि आइसी लगभग 25 देखि 30,000 रुपियाँ सुरुमा लियो। त्यस पछाडि लगभग 10-12 दिन एउटै कोठामा लाग्यो। बिहान बेलुका बाहिर निस्किन दिन्थ्यो, सिकाउँथ्यो, पढाउँथ्यो होइन। अनि त्यस पछाडि 12 दिनपछि जब काम सुरुमा लिस्ट बनाउन भन्यो 200 देखि 300 जनाको, र जब 10-12 दिन मेरो ट्रेनिङ सक्यो त्यस पछाडि चाहिँ मलाई मान्छे बोलाउने यानि कि आफ्नो रिश्तेदारहरू बोलाउने। अनि त्यो लिस्टमा चाहिँ सबै डिटेल हुन्थ्यो, मेरो परिवारमा को छ, मेरो रिलेसनमा के पर्छ, सबैजनाको के हुन्थ्यो डिटेल हुन्थ्यो। त्यस पछाडि उनीहरूले फोन आफै लिएर गएर आफै मान्छेहरूलाई मेसेज गर्ने र बोलाउने कार्य गर्थ्यो। त्यसले गर्दा चाहिँ सुरुमा मेरो गाउँदेखि 6 देखि 8 जना चाहिँ मेरो आफ्नो रिलेसनको दाइ, मामा, काकाहरूलाई बोलाइदियो र उनीहरूलाई नभनिकन अब हामीलाई बिहान सिकाउनलाई पठाउँथ्यो र आएपछि त्यो मान्छेलाई कुटपिट गरेर घर पठाइदिँदो रहेछ। अनि त्यसले गर्दा चाहिँ म माथि 4.5 लाख 5 लाख नेपाली कर्ज भयो, जसले गर्दा म त्यहाँनिर काम गर्न जरुरी होइन, मजबुरी भयो। सुरुमा खाना जनावरलाई भन्दा नि बत्तर दिन्थ्यो। यस्तो जस्तै कि बिरामी हुँदा हामी हल्दी बेसार पानी खान्छौँ त्यस्तै खाना दिन्थ्यो। खाना कहिले पनि पाकेको हुँदैन थियो काँचो। र सुरुमा मेरो आफन्त मान्छेसँग मलाई कहिले पनि भेट्न दिएन। जब मेरो आफन्त मान्छेलाई सुरुमा भगाइदियो तब मात्र मलाई त्यहाँनिर काम गर्न बाध्य होइन, जरुरी होइन, मजबुरी बनाएर मेरो फोनबाट आफै उनीहरूले मेसेज गर्थ्यो। सबै डिटेल त्यो लिस्टमा हुन्थ्यो, मेरो को रिलेसनमा पर्छ, के काम गर्छ होइन, कति पढ्दैछ र कति कमाउँदैछ, सबै डिटेल त्यसमा हुन्थ्यो। जुन लिस्ट बनाएको हुन्थ्यो सुरुमा 150 देखि 200, 300, 400 मान्छे हेरी लिस्ट बनाएको हुन्छ। त्यस अनुसारले उनीहरू खुद आफ्नै हाम्रो फोन लगेर, अब हामी त नेपालबाट गएको, हामीसँग सुरुमा सिम हुँदैन थियो। उनीहरूले दिउँसो 2 घन्टा र बेलुका 2 घन्टा मान्छे बोलाउनको लागि आफै सिम दिएर उनीहरूले हाम्रै फोनबाट आफ्नो मान्छे बोलाएर त्यहाँनिर बन्दक बनाएर राख्थ्यो। जसको थ्रुबाट म गएँ, मेरो काकाको थ्रुबाट होइन। मेरो काकाको आफ्नो फोन आइडी थिएन। उसले वीरेन्द्र साई भन्ने जो अहिले जेलमा छ, उसले मेरो काकाको आइडी खोलेर मलाई बोलायो। मेरो काकाको फोन पनि थिएन र बोलाएको जब 8-10 दिनपछि मलाई कामको बारेमा सुरुमा ट्रेनिङ लिन भन्यो होइन। ट्रेनिङ लिएपछि जब मलाई के त कामको बारेमा जानकारी भयो, त्यसरी मलाई नभनिकन मलाई ट्रेनिङमा भनेर बिहान 2 घन्टा 4 घन्टा ट्रेनिङ चल्छ, पढाउँछ, सिकाउँछ, त्यतिखेर पठाएर मेरो काकालाई नभनिकन घर पठाइदिएछ। अनि त्यसरी मेरो लिस्ट लगेर उनीहरूले आफै मेरो सुरुमा ठुलो मम्मीको छोरा मेरो दाइलाई बोलायो। दाइलाई पनि दाइ काम गर्दिनँ भनेपछि मलाई ट्रेनिङमा पठाएर दाइलाई कुटपिट गरेर घर पठाएपछि दाइले भन्यो मलाई यसरी कुटपिट गरेर पठायो। तर मैले त्यहाँनिर देखिनँ किनकि म बाहिर गइसकेको थिएँ। अनि त्यसरी मलाई विश्वास भएन। त्यसरी मेरो गाउँको काकाहरू, दाइहरू, मतलब लगभग 9 जना जति मेरो गाउँको बोलाइदियो। अब मेरो घर टाढा हो, पूर्वबाट आउनुपर्दा नेपाली 40 देखि 50,000 खर्च हुन्थ्यो र सुरुमा लाग्ने भनेको 23 देखि 24,000 आइसी। त्यसले गर्दा चाहिँ म त्यहाँनिर काम गर्न जरुरी होइन, मजबुरी भएर चाहिँ 16 महिना काम गरेँ। 16 महिनामा मैले 1 रुपियाँ कमाइन, 100 रुपियाँको रिचार्ज धरी घरमा हाल्यो। म यहाँ घरमा यतिको बसिरहेको थिएँ कामको विषयमा। अनि साथीले भन्यो काम गर्न आऊ भनेर इन्डिया, र यसो पढाइ यताउति सोध्नु थाल्यो। पढाइ मेरो छैन भने प्याकिङको लागि मलाई काममा बोलाएको हो। तर यहाँ आएको म 5 महिना भइसक्यो, अहिलेसम्म काम एउटा काम भनेको भएको छैन। उनीहरूले भनेअनुसार त्यही रुममा बस्ने हो, सेन्टर जाने आउने, त्यही काम गराउँछ। अरू म यहाँ आएको यता 1 महिनापछि कामको विषयमा मलाई थाहा भयो मान्छे तान्ने काम हो भनेर। यस्तो मान्छेलाई आफ्नै परिवारभित्रकोलाई फसाउने हो भन्ने चिज थाहा भयो। त्यसपछि म घर जान्छु भनेर भनेको पनि थिएँ वीरेन्द्र साईलाई। उसले मारपिट गर्यो, घर जानु दिएन। आफ्नो मम्मी बित्दाखेरि पनि घर जानु दिएन। लालच देखाएर, लोभ लालच देखाएर उनीहरूले फसाएर यसरी राख्छ। रुमभित्रै हो, रुमभित्रदेखि बाहिर जान दिँदैन। कोठाको कोठाइ बस्ने हो, बिहान उठ्ने हो 6 बजी, सेन्टर जाने हो, आउने हो, खाना खाने, फेरि अपरेसन गर्ने मान्छेलाई तान्ने काम हो, अनि फेरि सेन्टर जाने आउने, त्यति हो हाम्रो काम भनेको। हामीले नेपाली 40,000 पैसा तिरे हो यहाँ खानु बस्नुको लागि भनेर। खाना पनि राम्रो दिँदैन। त्यो खाना भन्नुपर्दा नेपालीको घरमा अझै पनि त्यस्तो कुकुरले धरी खाँदैन त्यो खाना। त्यस्तो खाना खाएर बस्छौँ हामी। घटना 1 महिना पहिला हामीसँग आइसकेको घटना हो र एकजना ताप्लेजुङको भाइ जब मृत पाइयो त्यसपछि ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयबाट उठान भएको यो केसलाई एकदमै संवेदनशीलतापूर्वक हेरेर र त्यहाँको सिडिओ कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट पत्रचार, गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय हुँदै दूतावासमा पुगेपछि हाम्रो किन इन्डिया र दूतावासको समन्वयमा हामीले धेरै पटक त्यो ठाउँमा रेकी गऱ्यौँ, हेऱ्यौँ, बुझ्यौँ र लास्टमा गएर हामीले त्यो कुराहरू पायौँ
र जब हामी त्यहाँको उत्तराखण्डको प्रहरी र हामीहरूको टिम जब त्यो ठाउँमा पुग्यौँ, भाइहरूलाई लाइन लगाएर उनीहरूलाई यो भन्दैछन् नि मान्छेहरूलाई बोलाउन लगाइरहेको थियो। त्यसमा केही बााउन्सरहरू अथवा मान्छेहरू खटाइएको थियो, उनीहरूलाई बोल्न लगाइएको थियो र एउटा एकदमै गन्दा कोठामा उनीहरूसँग सुत्नको लागि केही थिएन, बस्नको लागि केही थिएन। 3टा कोठामा 30 जनालाई खाँदी राखिएको थियो, सानो सानो कोठामा। त्यस्तो अवस्थामा उनीहरू थिए र सुरुमा उनीहरू के बोल्न पनि सक्ने अवस्थामा थिएनन्, डराइरहेका थिए वीरेन्द्र साईसँग। जब यिनीहरूलाई थाहा भयो वीरेन्द्र साईलाई गिरफ्तार गरियो र अगाडि जेल पठाइयो भनिसकेपछि भाइहरूले नै यस्तो आक्रोश देखाए कि अहिले पनि भाइहरूले आक्रोश देखाइरहेका छन् त्यो कुराहरूमा वीरेन्द्र साईको खिलाफ। र त्यहाँ मनिष तिवारी लगायत थुप्रै लिडरहरू छन्, उनको खिलाफ आक्रोश देखाइरहेका छन्। हामीले त्यहाँ मुद्दा दर्ता गराइसकेको छौँ र मुद्दा दर्ताको अब प्रक्रिया अगाडि बढिसकेको छ। हामीलाई उम्मेद छ त्यहाँ पनि हाम्रो भाइहरूले न्याय पाउनेछन् र अब सम्भवतः धेरैजना भाइहरूले नेपालमा पनि आएर मुद्दा दर्ता गराउने प्रक्रियामा हुनुहुन्छ, त्यो मुडमा हुनुहुन्छ। उहाँहरू एकदम दुखी हुनुहुन्छ, उहाँहरूको सबै कुराहरू लुटिसकियो छ, गाउँमा घरबार सबै कुराहरू लुटिसकियो छ। एउटा सानो 13 वर्षको भाइ छन् जसको आमा बुवा केही गर्न सक्नुहुन्न। उहाँले आफ्नो घर गिरबीमा 40,000 रुपियाँमा गिरबीमा राखेर गएको सम्म बालक हुनुहुन्छ। जसको एकजना भाइ हुनुहुन्छ जसको आमा बित्दा पनि उसले घरबाट यहाँबाट जान दिइरहेको छैन। उहाँको आँखामा आँसुमाथि आँसु आइरहेका थिए, तब पनि आमा बितेको बेलामा पनि त्यहाँ घर पठाएको छैन, उनलाई बन्धक बनाएर राखेको थियो र एकदमै नर्कीय जीवन बिताइरहेका थिए भाइले। र आफूले त्यस्तो बिताउँदै पनि अरूलाई फिसिङ गर्नुपर्ने, अरूलाई बोलाउनु पर्ने, त्यो पनि आफ्नै आफन्तहरूलाई नै बोलाएर त्यसरी त्यो ग्याङमा सामेल गरिरहेको थियो। र त्यहाँ अहिले पनि थुप्रै छन् भन्ने कुराहरू थिए। तर जब यो हामीहरूले अपरेसन सुरु गऱ्यौँ उत्तराखण्डमा, अहिले त्यहाँ भागम भाग भइरहेको छ। हामीले थाहा पाइरहेका छौँ कि कोही हरिद्वार भागिरहेका छन्, कोही कता भागिरहेका छन्, कोही 100-150 जनालाई नेपाल पनि पठाइसक्यो भन्नेहरू हामीहरूले सूचना पाइरहेका छौँ। र हामीलाई चाहिँ यहाँनिर अब पढेको छ भने अब त्यही अनुसार, अनि नपढेको छ भने त्यही अनुसार राम्रो रोजगारी गराउँछु भनेर उहाँदेखि बोलाउने आफ्नै अब साथीभाइ अब नातागोताहरूले अब त्यहाँ राम्रो कामहरू आउँछ भनेर त्यहाँ हामीलाई झुटो आशा देखाएर बोलाएको हुन्छ। र त्यहाँनिर हामीलाई अब काम गर्ने चाहिँ होइन, अरू मान्छेहरूलाई फेरि फसाउनुको लागि त्यहाँ बाध्य बनाउँछ। र हामीले अब त्यो कार्यहरू गरेन भने हामीलाई कुटपिट, मार्ने धम्कीहरू जस्तो कुराहरू हामीले सहनु पर्ने हुन्छ वहाँनिर। र त्यो कुटपिटमा चाहिँ म पनि परेको छु, म लगायत मेरो साथीहरूलाई पनि कुटपिट गरेको छन् उनीहरूले। र त्यसै गरी अब हामी जस्तो कयौँ नेपाली युवाहरू उहाँ इन्डियामा अझै फसिरहेको छन्, उनीहरूलाई चाँडोभन्दा चाँडो निकाल्नु पर्यो। यति भन्दै म मेरो बस्नु त दिएको थियो, अब बस्नु पनि त्यस्तै अब तल पातुलो डस्ना हुन्छ त्यहीँ सुताएको थियो। अब खानको त के कुरा गर्नु, त्यो चामल पनि आधी पाकेको हुन्थ्यो, त्यहाँ पानी हाल्थ्यो अनि त्यहाँ नुन बेसार हालेर त्यही दिन्थ्यो। गएको त भयो 1 महिना जति, आज यस्तै 30-35 जना आउनुभयो होला।